नमस्कार साथीहरू, आज हामी कुरा गर्नेछौँ हाम्रो दैनिक जीवनमा प्राय देखिने एउटा सामान्य समस्या ओठमुखमा आउने खटिराको बारेमा। यो समस्याले हामीलाई खान पिउन र बोल्नमा पनि असजिलो बनाउँछ। तर चिन्ता नगर्नुहोस्, आज हामी केही घरेलु उपायहरू बताउनेछौँ जसले यो समस्याबाट छुटकारा दिलाउन सक्छ। ओठमुखमा खटिरा किन आउँछ? सुक्खा ओठ सुक्खा भएर चाट्ने बानीले खटिरा आउन सक्छ। भिटामिनको कमी, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी र आइरनको कमीले खटिरा आउन सक्छ। एलर्जी, कुनै खाद्य पदार्थ वा अन्य पदार्थसँगको एलर्जीले पनि खटिरा निम्त्याउन सक्छ। कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा खटिरा आउने समस्या बढी हुन्छ। मुखमा चोट लाग्नु, दाँतले टोक्ने, ब्रसले घस्रिने जस्ता कारणले मुखमा चोट लाग्दा पनि खटिरा आउन सक्छ। ओठमुखमा खटिरा निको पार्ने घरेलु उपायहरू। तुलसीको पातलाई कुचरेर खटिरामा लगाउँदा निको हुन्छ। महमा एन्टिब्याक्टेरियल गुण हुन्छ जसले खटिरा निको पार्न मद्दत गर्छ। अलीको पातलाई कुचरेर खटिरामा लगाउँदा निको हुन्छ। नरिवलको तेलले ओठलाई नरम बनाउँछ र खटिरा निको पार्न मद्दत गर्छ। आँपको पातलाई कुचरेर खटिरामा लगाउँदा निको हुन्छ। बेसारमा एन्टिसेप्टिक गुण हुन्छ जसले खटिरा निको पार्न मद्दत गर्छ। दहीमा ल्याक्टिक एसिड हुन्छ जसले खटिरा निको पार्न मद्दत गर्छ। हरियो सागपात तथा फलफुल मजाले चपाएर खानुपर्छ। बढी चिल्लो पिरो खानेकुरा खानु हुँदैन। घाउ भएको बेला पानी तथा झोलिला खानेकुरा बढी मात्रामा खानुपर्छ। धूम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन। पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने र निमको पात चपाउने वा निम मिलाइएको मञ्जनले दाँत माझ्नुपर्छ। केही सावधानीहरू। खटिरामा हातले छुनु हुँदैन। खटिरा भएको ठाउँ सफा राख्नुपर्छ। कुनै पनि घरेलु उपचार गर्नु अघि चिकित्सकको सल्लाह लिनु उचित हुन्छ। निष्कर्ष, ओठमुखमा आएको खटिरा सामान्य समस्या हो। माथि उल्लेखित घरेलु उपायहरूले यो समस्याबाट छुटकारा दिलाउन सक्छ। तर यदि खटिरा ठूलो भयो वा लामो समयसम्म निको नभए चिकित्सकको सल्लाह लिनुहोस्। थप सुझावहरू। सन्तुलित आहार खानुहोस्, पर्याप्त पानी पिउनुहोस्, नियमित रूपमा व्यायाम गर्नुहोस्, तनाव कम गर्नुहोस्। धन्यवाद।